हेलो साथीहरू, के गर्दै हुनुहुन्छ? सन्चै आरामै हुनुहुन्छ नि सबैजना? म पनि सन्चै आरामै छु। यो चाहिँ मेरो हिजोको भिडियो थियो। म चाहिँ त्यहाँ धान रोप्नु यसो सघाउनु जानु थियो नि त, अनि त्यही भएर घरको काम गरेर सकेर जानु पर्यो भनेर बिहानै छोरालाई उठाएर घरको सरसफाइ गर्न लागे साथीहरू। घरको सरसफाइ गर्दै थिएँ। पानी पनि पर्ला जस्तो भइरहेको थियो। मौसम चाहिँ एकदम राम्रो थियो। अनि त्यहाँबाट बडाहरू कुराहरू गरेर अनि गरिसकेँ है साथीहरू। अनि त्यहाँबाट मौसम हेर्न कति राम्रो, अनि आन्टीले चिया खाना आऊ है भन्नुभएको थियो। अनि खायौँ। हामी चाहिँ चिया मिलिमिली पकाएर खान्छौँ नि त। अनि चिया खाएर हेर्नु न मौसम पानी पर्ला जस्तो भएको थियो। अनि बाख्रालाई मकैसकै यसो घाँस पानी पनि गर्नै पर्यो साथीहरू। कुखुरालाई पनि चारो यसो हालिदिएँ होइन। अनि त्यहाँबाट बाख्रालाई यसो घाँस केही छैन अहिले। अनि घाँस काटेर बाख्रालाई त्यही यसो रोपेको थियो नि त। अनि त्यही घाँसहरू काटेर बाख्रालाई लगाइदिएँ मैले चाहिँ। अनि बाख्रालाई घाँस लगाएर न मौसम चाहिँ कस्तो राम्रो थियो। धान रोप्नु सघाउनु जानुलाई एकदम थियो क्या। घाम लागेको भए चाहिँ बेहोसै हुन्थ्यो होला। अस्तिको घामले चाहिँ मान्छेलाई साह्रै गाह्रो भएको थियो। अनि म चाहिँ साह्रै अल्छिनी छु क्या साथीहरू। कहीँ जानु पर्यो भने मलाई सब्जी पकाउनु साह्रै अल्छी लाग्छ। यही चाउचाउको रस बनाएर अनि मामु छोराले खानालाई बनाइरहेको थिएँ। अनि यसो कपाल पनि सनक्क पारेर जाऊँ न भनेर अनि छोरालाई पनि त्यही दिएँ, मैले पनि त्यही खाएँ। अनि छोरालाई पनि स्कुलको लुगा लगाएर चाहिँ उसलाई रेडी गरेर अनि बुवालाई पुऱ्याइदिनु है भनेर म चाहिँ पानी पर्दैतिर पनि धान